आएर नि मेरो यो सालको प्रतिज्ञा 2026 को प्रतिज्ञा पूरा भएको छ। मेरो प्रतिज्ञा चाहिँ थियो कि प्रभुले भन्नुभएको थियो कि तँ मलाई चिन्नेछस्, द्याट आई एम योर गड एन्ड नो वान एल्स। तँ मलाई अझै मजाले चिन्नेछस्। अनि मैले चाहिँ यो होल एक्सपिरियन्सबाट के सिकेँ भन्दा चाहिँ नि प्रभुलाई हाम्रो त्यो फ्रुट अफ द स्पिरिट देख्छ नि त्यो गुणहरू त्यो सबै प्रभु हुनुहुन्छ होइन। अन्त एउटा लेसन्सबाट प्रभुलाई अझै गहिरोमा बुझ्नुमा मेरो आँखै खोलेको भएको जस्तो भयो होइन अहिले पनि। अनि अर्को कुरा चाहिँ मैले के बुझेँ भन्दा चाहिँ नि अहिले मलाई पुरा डर लागिरहेछ। कसले डर लाग्दैन नि अगाडि बोल्नु होइन, तर मलाई तर पिस पाइरहेको छु यति बेला किनभने परमेश्वर हुनुपर्छ। मैले यो पनि प्रार्थना गरेर आएँ काउन्सिलिङ सेसनमा मैले गरेको कि म विक छु, आई एम विक बट माई गड इज स्ट्रङ होइन। मेरो विकनेसमा चाहिँ नि गडको स्ट्रेन्थ ग्लोरिफाई हुँदो रहेछ हो। त्यही कारण चाहिँ म यहाँ आएर कन्फिडेन्सको साथ कन्भिक्सनको साथ म तपाईँहरूको अगाडि बोलिरहेको छु हो। अन्त अब तपाईँहरूको यहाँ होला लास्ट डे भइसक्यो, तर अब तपाईँहरूले बिचमा मनमा छुयो होला एउटा दुईवटा भजनले तपाईँहरूले रिपेन्टेन्स पनि गर्नुभयो होला है प्रभुलाई होइन, तर पनि त्यो मनको शान्ति नै भएको छैन होला प्रभुसँग। यु माइट बी भेरी डिस्टेन्ट फ्रम गड होइन। प्रभु किन एउटा टाढो जस्तो भइरहेको छ भनेर तर एउटा एनालोजी चलाएको थियो कि लेसनमा हामीले नि जति नै मिठो स्वादिष्ट भोज दियो भने मैला भाँडामा छ भने कसले खानु मन लाग्छ होइन र। अनि हामीले रिपेन्ट त गऱ्यो होला तर हाम्रो जीवनमा किन चेन्ज आएको छैन। we do repent but do we repent enough to surrender? Like do we repent enough? Like हामीले सरेन्डर अब लाइक चेन्जको लागि do we surrender ourselves enough? त्यो क्वेसन म तपाईँहरूले सोध्नुहोस् भनेर म आशा गर्दैछु। अनि अब अर्को छ कि अब प्रभुमा अगाइदिनु भनेर है। ओके सरी कि आई जस्ट से दिस, बी सो रुटेड इन क्राइस्ट that the crisis around you will not create a crisis within you. Thank you.